यसपालिको माघी तिहारमा चाहिँ हामीले मुढी खात चिनेर मुढी खात बालेर अनि साथमा माघीमा बनाउने विवाह बनाएर अनि डान्स गरेर र साथमा देउडा खेल खेलेर एकदमै मनोरञ्जन गरेका छौँ। कन्टिन्यू भिडियोमा भइराख्नुहोस्। हेलो मेरो मुटुहरू, कसा छौ तपाईँहरू साथीहरू? यसपालिको माघी तिहार चाहिँ हाम्रो लागि एकदमै स्पेसल बन्यो। सबैभन्दा पहिला चाहिँ हामी गएर बहिनीहरूले खेडेको मुढी खातको मुढा सुडा चिनेर यस्तो तरिकाले टक्क मुढी खात रेडी बनाइदिइहाल्यौँ। मुढी खात चिनेर हामी घरतिर आइसकेपछि मेरो घरमा चाहिँ एकदमै खतरा तरिकाले घर डेकोरेट भएको थियो। किनभनेपछि मेरो फुपूको छोरीको आज बर्थडे हो। ढिला नगरी यसो अब लगाएको क्यान्डल च्यान्डल फुकफाक बनाएर अनि बल्ल केक चाहिँ काट्न पठाएर अनि मस्त स्प्रे सिस्प्रे हानेर बहिनीको बर्थडे सेलिब्रेसन गरिदिइहाल्यौँ। केक चाहिँ काटिसकेपछि अब ठुलो बडा मान्छेहरूले बहिनीलाई टिका सिका लगाएर आशीर्वादहरू दिइहाल्यो। अनि यतातिर मस्त कोही मान्छेहरू गाना साना चालु गरेर यतातिर डान्स गर्न लागिहाल्यो। अनि बुढो पुरानो मान्छेहरू यसो आगोमाथि बसेर डान्स हेरिदिनु थाल्यो। डान्स गर्न भने चाहिँ म पनि कहाँ कमरो फुपूलाई समातेर मैले यता डान्स गर्न थालेँ। अनि यतातिर हाम्रो ठुला बुवाले चाहिँ फ्रक डान्स गर्न थाले। बर्थडे कार्यक्रम सकिने बित्तिकै हामी चाहिँ आराम गर्न थाल्यो। अनि बहिनीले चाहिँ बिहान 4 बजीतिर मुढी खातमा आगो लगाइदिइहाले। बिहान करिब 5:30 बजीतिर म पनि उठेर अब यसो मुढी खातमा आगो ताप्न जानुपर्छ भनेको त हेर्नु म त्यहाँ पुग्नुसम्म त मुढी खात जलेर यति अवस्था भइसकेको थियो। मकर सङ्क्रान्तिमा चाहिँ हामीले बिहान बिहान नुहाइधुवाइ गरेर यसो रेडी भइसकेपछि यतातिर हाम्रो टोलको हामी ठुला बुवाले चाहिँ मजाले मुढी खातको मुढाहरूलाई मस्त पूजासुजा गरिदिनु भयो। पूजासुजा गरेपछि हामीले पनि टिका सिका ग्रहण गरेर अनि यसो आयो घरतिर। घर आइसकेपछि खानासाना खाइयो। खानासाना खाइसकेपछि अब सुरुवात हुन्छ हाम्रो विवाह कार्यक्रमको। किनभने चाहिँ मकर सङ्क्रान्तिमा हाम्रो चलनमा के छ भने केटीको विवाह गरेर गोडो धुने चलन छ। विवाह गर्ने मण्डल सण्डलको लागि खम्मसम्म हालिसकेपछि यतातिर पतङ्गहरू बनाउँदैछ हामीले। अनि यतातिर हाम्रो अङ्कलले चाहिँ मस्त भित्र जग्गसग्ग बनाउँदै हुनुहुन्छ। त्यतिखेर नै एउटा सानो बाबु दमासमा ल्याएर ठुलोको टिममा मिसिन आयो। अरू तयार गर्दैछ। मैले पनि आफ्नो हातले जानेको कलाहरू मस्त यो जग्गालाई मस्त रङसङ लगाएर रङ्गोली सङ्गोली बनाएर यस्तो तरिकाले बनाइदिइहालेँ। यसपालि यो टिमबाट चाहिँ दुला भन्ने पालो छ। त्यही भएर जङ्गल भएर टाटा साटा टिपेर गहनाको लागि सब रेडी बनाउन थाले। यतातिर सब बडो मान्छेहरू आएर दमासमा बजाउन थालिसके। जङ्गलबाट ल्याएर आएको टाँटाहरूलाई छिलचाल बनाएर मैले त्यो टाँटालाई उनेर केटीलाई लगाउने गहना बनाइदिएँ। त्यतिखेर नै बाजेले सुरु गर्नु। बाजेले नसिङमा पुगिसकेपछि हाम्रो टिम लाग्यो दुलै ल्याउनको लागि। बाटोमा मस्त दमा बजाउँदाखेरि कसैले चाहिँ दमा बजाउने मान्छेको कानमा पैसा हाल्दै थिए त कसैले लास्ट नाचेर रमाइलो गर्दै थिए। हाम्रो टिम पनि मजाले अब दुलैको घरको आगो नजिक पुगिसकेपछि धेरै मान्छेहरू पनि जम्मा हुँदै थिए। त्यतिखेर ट्याक्क अब दुलैको टिमहरूले चाहिँ हामीलाई यतातिर मस्त वरिपरि गाडीको घुमेर स्वागत गर्ने तर्फतिर लागिहाले। दुलैको मण्डलमा पुगिसकेपछि सबै मान्छेहरू ओरो दोरो पुरै खतरा कमेडीहरू गर्दै थिए। अनि कोही मान्छेहरू चाहिँ यसो हाँस्दै पुरै रमाइलो गर्दै बसिरहेका थिए। यो विवाह गराउनको लागि बामन खोज्न धेरै गाह्रो भयो। किनभने चाहिँ बामनलाई चाहिँ लास्टै जलाउँछन्। अनि त्यही भएर दौद हाम्रा भीमबडे ठुला बुवा चाहिँ बामन बन्नको लागि रेडी हुनुभयो। त्यतिखेर नै उहाँले झम्म सिस्नाले चिलाइदिइहाले रहेछन् मान्छेहरूले। जग्गामा बसेर रमाइलो गर्दै त्यतिखेर नै मस्त दुलैलाई बोकबाक बनाएर ल्याएर आइहाले। दुलैको टिमले ल्याएर टक्क बिसाउनुभन्दा पहिला चाहिँ मस्तै गद्दीलाई चेकचाक गरे। किनभने तल्लोपट्टि काहीँ काँडा राखिदिएका छन् कि भनेर। यो केटीको विवाह गराउँदाखेरि रमाइलो तरिकाले बोलिने शब्दहरू चाहिँ यसमा छैन। किनभने पछि भिडियो एकदमै लामो हुन्छ। मैले चाहिँ एकदम फास्टमा बनाएको छु। तर यो भिडियो हेर्नको लागि चाहिँ यसै आइडीको तलतिरपट्टि गएर हेर्न सक्नुहुनेछ तपाईँले। केटी पक्ष ठाउँबाट नि विवाह सिवाह बनाएर एकदम रमाइलो बनाइसकेपछि हामीले ल्याएर आइछौँ केटा पक्षकोमा। त्यहाँ ल्याएर पनि एकदमै रमाइलो गरिसकेपछि अनि यतातिर मस्त अब अन्तिम पालो हुन्छ देउडा खेल्ने। देउडा पनि हेर्नु भएको छैन भने त्यो पनि हेर्नु होला। माघको महिनामा चाहिँ चेलीबेटीको गोडो धुनुपर्छ भन्ने तरिकाले सायद यो चलन बनाएका हुन सक्छन्। किनभने चाहिँ हाम्रो जिजु बाजे पुर्खादेखि चलिआएको चलन नै हो। तपाईँकोतिर बनाउनु कि बनाउँदैन कमेन्ट पनि गर्नु होला। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद छ। यो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनु होला। भिडियोलाई लाइक पनि गर्नु होला, फलो पनि गर्नु होला, सेयर पनि गर्नु होला र आफ्नो साथीमाझ पनि सेयर गर्नु होला। ओके बाई।